ल हामी चाहिँ खोला जाँदैछौँ कुन ठाउँमा रे के ठाउँमा रे फुलकोट रे के हो रे चौकी डाँडा ऊ भन्छ होला त नाला र 1 नम्बर पुल हो यो बसिलो खोला जाने खोला जाने महँगो छ अलिक पानीले भित्र यहाँनिर पनि सुरु गर्ने भन्दै थियो केटाहरूको त्यो सक्सेस भएन यो भित्र चुट्किया चाहिँ गऱ्यो त जानकारी गरायो नि गाडी काम छ 1 वर्ष फेरि सुनसान हो है बाटो त उयो बादल उड्दैछ नि त्यो त्यसको बाटो अनि दसैँ 34 जना मान्छे मार्यो नि त्यसले 34 जना मान्छे मात्रै त्यो चाहिँ मरेन फेरि त्यो नमरेको क्या उ चाहिँ सपनामा सपनामै सायद छैन मेरो स्ट्यान्डमा यहाँ च्यापेर होइन पुरै भइरहेको उठाएको बाटो यो पनि तर सर्टकट बाटो हो क्या है त्यही भएर नि धेरै आउँछ खानबारीबाट गाडी हिँडेको बेला पुग्छ यो बाटो हाइसम्म खानबारी 4-5 बजीतिर हिँड्छ होइन यता 6 बजे 7 बजीतिर आइपुग्छ त्यही त यहाँ काठमाडौँबाट खानबारी जिन्दगीमा कहिले पनि मैले स्कुलमा हात परेको थिएन टिप्पर कुदाएर ओइ मर्ला है गाडीको छोरो आदि सर घरको फुटेर मुनिसिपी होला हेलो गुरुबा मेरो पनि दिदी ए भाइ प्रसाद ल्याउनु सारा ठाउँ छ फोटोसोटो अनि यहाँ त त्यो एकपल्ट दसैँमा आउँदाखेरि यतिकै 65-70 जना
प्रत्येक ठाउँमा मैले यो घरमा पुर्याउनु बाटो त्यो भाइ उहुँ माथि वाल उठाएर गएको हो क्या चाहिँ खोलाले वालै चिनेन। तर ढुङ्गा त दामी रहेछ नि तर खास गरी सडक त है यो यसो सडक त बलियो हुनुपर्ने हो तर यो ढुङ्गा त खुसी ढुङ्गा नि त स्पेस छुट्टिने ढुङ्गा पऱ्यो यस्तो छ है भनेर हेर्नु न बाहिरपट्टि कटाउ गरेर क्रसरको काला कालो ढुङ्गा निकाल्ने भने त्यहाँ त्यस्तो गरेर गरिसकेको पुरा सब बिसको स्कुलमा आएर कुकुर अगाडि आउँछ मात्रै चिज हराएर भोलि यहाँको प्रहरी जवाफदेही हुनुपर्छ होइन। अनि यदि उनले कसैको घरमा देख्यो भने त्यो जन्म कैद हो फेरि सालहरू त्यस्तो खतरा हो यसको ज्यान मारो मुद्दा भन्दा पनि खतरा हो बन्नु त तराईको दामी छ बाटो फेरि है तपाईँको ऊ मान्छेसम्म पुरै सालघारी छ त्यहाँ कालो चढे फेरि तल झरेर फेरि दामी बाटो छ कस्तो दामी सट्टा गाडी हाल्ने टोका त कोसीको पुल है साथी हो
रहेछ है यता बढी नै खतरा थियो नि कसले जाँदाखेरि त यो पनि कुन दिन सेट हुन्छ कति भइसक्यो यसको उयो आयो नआयो म्याथ नआयो कति यहाँसम्म नै पुरै भरेको कुन दिन साल लतै फेरि इन्डिया बिहार सबै डुबान पानी सबै होइन त्यो ऊ हो सप्ताहको सिटी आइपुग्यो हामी